यस्ता छेडहरूमा स्वर्गले पृथ्वीलाई छुन्छ। हरेक वचनमा जीवन रहेको छ। हरेक प्रार्थनामा शक्ति छ। विश्वास गर्नेहरूले मात्र प्राप्त गर्छन्, किनकि परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन। यो तपाईको लागि चंगाई प्राप्त गर्ने समय हो। तपाई अहिले कहाँ हुनुहुन्छ भन्ने कुराले फरक पार्दैन। हुन सक्छ तपाई कतै सभाघरमा हुनुहुन्छ, चर्च भवनमा, मैदानमा वा घरको कुनै ठाउँमा हुनुहुन्छ होला। सायद कारमा, अस्पतालमा पनि हुन सक्नुहुन्छ। यसले फरक पार्दैन। के कुरा महत्त्वपूर्ण छ भने येशू यहाँ हुनुहुन्छ। उहाँ यहाँ हुनुहुन्छ। तपाई जहाँ भए पनि उहाँ त्यही हुनुहुन्छ। उहाँले तपाईलाई प्रेम गर्नुहुन्छ। म तपाईलाई एकैछिनमा उहाँको बारेमा बताउने छु, तर अहिले उहाँ तपाईलाई निको पार्न चाहनुहुन्छ। उहाँले तपाईलाई निको भएको चाहनुहुन्छ। अहिले म तपाईमा चंगाई ल्याउँछु र तपाई कहाँ चंगाई ल्याउन पाउँदा धेरै खुसी छु। पवित्र आत्माको शक्तिले तपाई जहाँ हुनुहुन्छ त्यही निको पार्नुहुन्छ। हरेक ट्युमर येशूको नाउँमा मर्छ। यो कति लामो समयदेखि वा कति ठुलो छ भन्ने कुराले फरक पार्दैन। तपाई अहिले निको हुँदै हुनुहुन्छ। तपाई आफ्नो आँखामा निको हुँदै हुनुहुन्छ। आँखाको क्यान्सर पनि अहिले नै चंगाई हुन्छ। येशू ख्रीष्टको नाउँमा म आज्ञा दिन्छु, सबै पीडाहरू कम भएका छन्। अहिले नै त्यो चमत्कार चाहिने ठाउँमा आफ्नो हात राख्नुहोस्। आफ्नो हात त्यहाँ राख्नुहोस्। यदि यो तपाईको हातमा हो भने, यदि यो तपाईको आँखामा हो भने आफ्नो हात राख्नुहोस्। आफ्नो औला आँखामा राख्नुहोस्। यदि कसैको कानमा बहिरो छ भने उसलाई उसको हातहरू उसको कानमा राख्न मद्दत गर्नुहोस् वा तपाई आफ्नो हात प्रयोग गर्नुहोस्। हुन सक्छ तपाईको कान बहिरो छ वा आंशिक बहिरो छ भने पनि आफ्नो कानमा हातहरू राख्नुहोस्। यदि यो बच्चा हो भने तपाईले बच्चाको शरीरमाथि आफ्नो हात राख्नुहोस्। तपाईको हात त्यो बच्चामाथि राख्नुहोस्। समस्या जहाँ भए पनि आफ्नो हात राख्नुहोस्। सायद तपाईको छाती, सायद यो तपाईको हृदय हुन सक्छ। त्यहाँ आफ्नो हात राख्नुहोस्। जीवित परमेश्वरको पुत्र येशू ख्रीष्टको नाममा म पीडालाई हटाउन, कमजोरीलाई हटाउन प्रभु येशूको नाममा आज्ञा गर्दछु। पवित्र आत्माको शक्तिद्वारा म तपाईलाई अहिले निको पार्छु। अन्धोपनले तपाईलाई छोड्छ। म बहिरोपनलाई निस्कन, लङ्गडापनलाई निस्कन, तपाईको अपङ्गताबाट निस्कन आज्ञा गर्दछु। येशू ख्रीष्टको नाउँमा शरीरबाट निको हुनुहोस्। अहिले फ्र्याक्चरहरू, घाउ पनि निको हुँदैछन्। हो, निको हुनुहोस्। तपाईको शरीरमा निको हुनुहोस्। तपाईको स्वास्थ्य पूर्ण भएको छ। रगतको अवस्थाबाट पूर्ण निको हुनुहोस् येशू ख्रीष्टको नाममा। हो, तपाई पवित्र आत्माद्वारा निको हुनु हुँदैछ। तपाई अहिले निको हुनु हुँदैछ। अहिले नै यदि तपाई हिँड्न सक्नुहुन्न भने आफ्नो खुट्टामा उठ्नुहोस् र हिँड्नुहोस्। यदि तपाईले देख्न सक्नु भएन भने देख्न सुरु गर्नुहोस्। अहिले नै हेर्न सुरु गर्नुहोस्। अहिले नै सुन्न सुरु गर्नुहोस्। आफ्नो शरीर चलाउनुहोस्। तपाई निको हुनुभयो। यो सकियो, हट्यो। तपाई निको हुनुभयो। तपाई स्वतन्त्र हुनुहुन्छ। तपाई मुक्त हुनुभयो। तपाई मुक्त हुनुभयो। यु आर फ्री। म तपाईलाई येशूको नाउँमा स्वस्थताको अनुभूति पुनर्स्थापित गर्दछु।
हो, त्यो स्वस्थताको अनुभूति अहिले नै तपाईँलाई पुनर्स्थापित हुन्छ। अहिले नै परमेश्वरलाई धन्यवाद दिन सुरु गर्नुहोस्। परमेश्वरलाई धन्यवाद होस्, उहाँले चङ्गाई गर्नुभयो, तपाईँ चङ्गाई हुनुभयो, तपाईँ स्वतन्त्र हुनुभयो। हालेलुया, तपाईँ निको हुनुभयो। परमेश्वरको महिमा होस्। हालेलुया, हालेलुया। परमेश्वरलाई धन्यवाद दिनुहोस् येशू ख्रीष्टको नाममा। आमेन।